मेरा नाम बिजुली बाती ओडाला मर्गे बस्ने ठेगाना चनपुरै हो। सबले हामीलाई हेला मानिराखेका छन् सर। हिँड्नलाई ठाउँ छैन, बस्नलाई ठाउँ छैन, गाँस छैन, बास छैन, रोजगार पनि छैन। समस्या हामीलाई त्यही छ। मेरो नाम केउरी बादी। कसैको काम गर्न हामी आइमाईले धान काट्न, गहुँ काट्न हामी पनि जान्छौँ भने तिमी बदलले के काम गर्छौ, तिमी जान्दैनौ भनेर भन्छन् हजुर। अब भनेपछि हामीले कहाँ जाएर खाने हो? हाम्रो पुरुषहरूले गयो भने कोही 100 रुपियाँ, कोही 200 रुपियाँ, घ्याडी ल्याएर बासा ल्यायो भने बासाकै छाक्छ, बिहान ल्यायो भने बिहानकै छाक्छ। हामी बादीहरूको महिलाले काम नपारे हामी सुकिराखेका छौँ। झाडो दियो भने हामीले काम गर्दैनौँ, गर्छौँ मजाले। हामीलाई जाने हो जाँदैनौँ। बझाङको चैनपुरका यी वादीहरूले बाध्यात्मक यौन पेशा, जातीय उत्पीडन र गरिबीबाट मुक्ति खोजिरहेका छन्। तर यसको लागि राजनीतिक दलहरूबाट सहयोग नपाएको गुनासो गर्छन् पदमवादी। भोट लिइसकेपछि उनीहरूले राजनीतिक दलबाट हामीले कुनै किसिमको रोजगारी हामीले पाएको छैन। पार्टी अफिसमा कार्यक्रम भयो भने त्यति बेला हामीलाई बोलाउँदैन। उनीहरूले आफ्नो खुसी काम गराउँछन्, आफ्नो मान्छेलाई अगाडि बढाउँछन्, आफ्नो मान्छेलाई विदेश पठाउँछन्। उनीहरूले वादी समुदाय भनेको नयाँ नेपालमा दुःख पाएका उही पुरानै अनुहारहरू हुन्। अब भने उनीहरूले पुरानो व्यवसाय त्यागेर समय अनुकूलको नयाँ पेशा व्यवसाय गर्न चाहिरहेका छन्। तर उनीहरूको यो आशा कहिले पुरा हुने हो त्यो भने हेर्न बाँकी नै छ।